निश्चय गर मैले सालों साल तपस्या गरेर परम पिता ब्रह्माकोबाट वरदान प्राप्त गरेको छ। हेर्न चाहन्छस् त मेरो त्रास? देवताहरूले चाल त गरेका हुन्, तँलाई मैले मेरी बहिनी जसलाई यस्तो वरदान थियो कि उनी अग्निमा जल्न सक्दैनथे, उनीसँग जल्नको निम्ति बनिराखे, तर त त्यहाँबाट पनि बाँचिस्। यो सब देवताहरूको चाल त मेरो कुलमा गुलान्तर बनेको छस्। हजुर, त यो जगतमा सबैतिर नारायण छ भन्छस्, कहाँ छ देखा मलाई नारायण? यहाँ देखा, यो बसेका मनुष्यहरूमा कहाँ छ नारायण? देखा। हे पिताजी, क्षमा गर्नुहोस्। मेरो ईश्वर, मेरो भगवान सबैतिर हुनुहुन्छ। म भित्र हुनुहुन्छ, तपाईँ भित्र हुनुहुन्छ, यो जगतमा हुनुहुन्छ, सबैतिर हुनुहुन्छ। म भित्र तेरो नारायण, यो जगतमा तेरो नारायण, यो हुनै सक्दैन। त्यो परम शत्रुको नाम जप्दैछस् त कुपुत्र भइस्। हिरण्यकश्यपको पुत्र भएर कुपुत्र। के तेरो नारायण यहाँ सबैतिर छ भन्छस् नि? के यहाँ राखेको यो खामामा पनि तेरो नारायण छ? अवश्य पिताजी, अवश्य। मेरो ईश्वर यो खम्बामा पनि हुनुहुन्छ। तेरो नारायण बसेको खामा, तेरो नारायणलाई यो खामा सबैमा ध्वस्त पारिदिन्छ आज। यति सजिलै मार्छु, कसरी सोचिस्? हे दुष्ट हिरण्यकशिपु, अब म तँलाई मार्छु। मर्नुभन्दा अगाडि तेरो कुनै इच्छा छ भने बता। इच्छा मेरो सूर्य ब्रह्मदेवको वरदान छ। कस्तो वरदान छ बता। न म बाहिर मार्न सक्छु, न म भित्र मार्न सक्छु। हे दुष्ट, न त तँ अहिले कतै बाहिर छस्, न भित्र। तँ अहिले दैलाको ठेलामा मेरो काखमा बसेको छस्। अर्को सुन, न म आकाशमा मार्न सक्छु, न म धरतीमा। त्यही भएर त दुष्टलाई मैले न त धरतीमा राखेको छु, न आकाशमा। मेरो काखमा छस् त। न म दिनमा मार्न सक्छु, न म रातमा। कसरी मार्छस् मलाई? हे दुष्ट राक्षस, यो न कुनै दिन हो, न कुनै रात। यो हो सन्ध्याकाल। तेरो काल बनेर आएको छु म। न म कुनै तेरो सृष्टिको 12 महिनामा मार्न सक्छु,
कसरी मार्छस् मलाई? तैँले यही बहाना बनाउँछस् भनेर 12 महिनामै मैले तिथिहरू घडबड गर्दै 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 मलमास पुरुषोत्तम महिना निकालेको छु। त्यही भएर अब म तँलाई वध गर्छु। विष्णु, अरू कुनै वरदान छ भने याद गर। मन्जरी छ। न म कुनै शास्त्रले मार्न सक्छु, न म कुनै अस्त्रले। कसरी मार्छस्? हेर मेरा हातमा नाखुनहरू। तँलाई मार्नको लागि मैले कुनै शस्त्र अस्त्र लिएको छैन। यही नाखुनले नङले तँलाई म वध गर्नेछु। तेरो सबै वरदानहरू फेल भइसके। हे दुष्ट, म तँलाई मार्छु। बोलिए नृसिंह भगवान की, भक्त प्रहलाद की।